गाइजहरू अब चाहिँ हामी चर्चबाट निस्क्यौँ होइन। यस्तै गर्मी छ कि हेर्न चाहिँ फेरि गर्मी चाहिँ फेरि गर्मी छ। झन् कालो कपडा लाग्छ होइन। लास्टै गर्मी होला है। पैसा छैछ चैट मलाई भन्दा छोरी मलाई गरी भइरहेको कि म एक्लै आउनु पोल्यो कि तँलाई मात्रै पोलेको त झन् मैले कालो लगाएर छ नि एक्लै के किन्ने रे मम्मी? हजुर मासु कति हो? 150 मासु किन् 150 को मासु दिनु न। 150 रुपियाँको मासु। यो अर्को खालको प्लास्टिक ल्याउनु भने खालि यही मात्र ल्याएर भाउजू त्यो ल्याउँछ म जान्न है। अहिले बजार जानु पहिला जान्थ्यो अहिले जानै मन लाग्दैन। अहिले झिस्का बाबुलाई कति भन्नु के भन्नु 150 को 150 अब मासु किन्नु चाहिँ पर्छ ल। यामाहा MT2 म चाहिँ घरतर्फ लागेँ होइन। टक्क ल्याएर घर गनी होइन। अब मासु त खानै पर्यो। देख्दैन त क्यामेरामा मासु। म चाहिँ यो जम अब गाइजहरू अब जानु त पर्दैन। अब म चाहिँ हिँड्दैछु। मम बाबाहरू चाहिँ मलाई त्यहाँ कुर्नुहुन्छ। मम बाबा घरमा बोटा ताल्दा त्यति न बाबुले हस्पिटल गएको भइहाल्यो नि फोन गरे भइहाल्यो नि। यसो हेरेको म इन्डियाबाट थिएँ कि फोन आयो। अटो अटो गरेर भाइ अब जम्बला परे खाके तातो घर जान लाग्यो।
लप्चे बाबाको मोबाइल ऊ त्यस्तो बाइक भने बाबा एन्टी टु फिफ्टी अब जाउँ हाम्रो बाबु चाहिँ फेन्टा चाहिँ सोध्छ जा हस् फेन्टा बिरिङका जाउँ भयो नि तपाईँहरू जाने फेरि मलाई छोडेर जाने पुरा मलाई फेन्टा लिँदा छैन नि दुई प्याकेट पैसा 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 लिएर जाने यो पसल त पैसा लिएर जाने ओके फेन्टा फेन्टा ल्याउँछु ल ठुलो हाले हो सलमान न ठुलो खाले फेन्टा दिनु न मलाई ठुलो खाले कति कति 250 750 फिर्ता 750 गाइजहरू फिर्ता त सम्झेहरू 750 पैसा नि पाइसकेको छ तर गोजीमा चर्च अब जमजम अब गाइज जमजम अब त जानु छ जानु सही पऱ्यो जानु भए पऱ्यो नि त परि आइछ खुट्टा मर्क्यो खुट्टा चाहिँ मर्किहाल्यो हावा छ हेर न गाईलाई म त के भइछु काट्नु राख्छु गाई छोड्नु कता हेर्छ म चाहिँ ह्यान्डसम बाउको ह्यान्डसम छोरा होला आइफोन जस्तो क्वालिटी आएको छैन त गाइजहरू आइफोन जस्तो क्वालिटी आएको छैन त गाइजहरू भनिदिनु न तपाईँहरूले चाहिँ किन पसिना आएको छैन मोटे छैन बाबाले एडिटिङ गर्न आउँछ है बाबा है एडिटिङ गर्न आउँछ होइन बाबा तपाईँलाई ल म तपाईँहरूलाई बाटो गएर जान्छु होइन अब त चाचा जानु छ नि त अगुवाहरू एकदिन त हुनुभयो अन्त पास्टर बाउको भाइ थियो नि जग्गा धेरै नबोले भनेको ऊ भयो पास्टर बाउ भयो अनि त्यसपछि
कुन घर हो घर पछाडि सरकारी फ्याक्ट्री हजुर है आजसम्म पुग्न लाग्छ घर चाहिँ लामो न लामो बाटो छ चर्चबाट आउनु नै 10 मिनट लाग्यो बाटै 10 मिनट हो अँ अनि किनेको लाम पनि रेकर्डिङ होला अनि अब तपाईँहरूलाई एनिमेसन भ्यू देखाउँछु ल गाइजहरू एनिमेटेड भ्यू गाइजहरू यो चाहिँ एउटा खतरा छैन त एनिमेटिङ भ्यू देख्नु भएन गाइजहरू यो एनिमेटिङ भ्यू राम्रो छ कि छैन भन्नु नि त गर्ने पुग्न लाग्यो पसिना चाहिँ त्यस्तै आइरहेको छ हेर्दै पसिना चाहिँ पसिना अब टप टप चुहिनु थाल्छ मम्मी पसिनै टप टप चुह्यो